सासुआमा ओल्लो हेर्ने भई उङ्गा डाबी पुसुक्क पादी यो पनि गिरीशका गाना सुनेका ठोकिन्छ त त्यहाँ बिस्तारो गर है त ल ल ल ल यो मन पैसा नभए बेलामा माकुरी गिरीशका गाना सुनेका गिरीशका गाना सुन्न सक्छुदाखेरि कस्तो अनुभव भयो तिम्रो र मेरो अनि अरू भन हाम्रो चाहिँ यो गाउँको बाटोमा खतम छ राम्रो नि खतममा खतम राम्रोमा राम्रो काका त गएछ त कहाँ गएछ बोजै छैन के को जान्छ होला बाटो बनाउनु म यस्तो चिप्लाइरहेको छु म यस्तो भइरहेको छु कहाँ हो भने गाइज बाइक धोजा धोजा भइसक्यो योमा यस्तो बाटो छ त्यही भएर हिजो झन् इटरी गएको है मलाई घाटा लाउने लगाइहाल्यो नि त भराइ नि उकालोमा ए गर्दै लग होला आज पाउरी बास गयो जस्तो लागेर दिनमा बुढो भर्खरै तन्किरहेको हो छिनबाट आम्मा त्यसो त रमाइलो भयो गफ छाड्दै ए जामा लाउने यसरी गरेको माथितिर भएको 84 आउँदैछ नि जाठा खुकुरी निकालेर लगेर छु म त एक पनि दिन्न भोट त म दिँदै दिँदिनँ नाटो किन दिनु फोको लालमा दिनलाई म दिँदै दिँदिनँ भोट दिस पनि छैन मलाई के छ कि तर यति साह्रो चाहिँ आइँदैन क्या अनि त्यसपछि गैरी गाउँको सेक्पा सुक्छ जाठाहरूको सुकोस हुनु खोज्छ जाठहरूलाई तल्लो बाटो आफ्नो देखा जान आँटाहरूको देखा जाएगा अनि होटेल खोल्ने त नि होटेलको नाम के हो थाहा छ फेरि उल्लु होटेल किरिसका होइन किरिसका गाना सुनेका नि यहाँ त थट बाटो बनाउँदैन त बाटो त भइहाल्छ सासुआमा ओल्लो सुनेको सासुआमा ओल्लो बाटो चाहिँ यही हो राम्रै छ 84 आउँदैछ त्यति बेला खुकुरीको झट्टा हानिन्छ थाहा छ आज पुच्छार पनि हल्लाउँदैन है देखो न के आयो बन्दर से बाटो क्या है हेर्ने भई उङ्गा डाबी थाप्ता नि स्या चिना लिएर आउँछु आँखा झत्र बनाइन्छ भरे काठमाडौँबाट त अनि सोल्टेनीले सानो भगाइयो त तर केटी भन्नु जतिको गाइज कम गाह्रो हुँदो रहेछ
मसक मस्किनी टसक छेउमा स्याल जस्तो सुन्तला ओठमा किस खान देऊ न मैया ओठमा मै खान देऊ न या मसक मस्किने टसक छेउमा फुसुक्क पारेर लुसुक्क पारेर हिँड्ने ओ यता आउन कान्छी सुन टुसुक्क बसेर लुसुक्क पारी नो धोका दियो तिमीले किन मलाई पादी गयो दुध बेचेर आइसकिन्छ यार हामी भर्खरै जाँदैछौँ यहाँ बाइक राखेको छ बुढाले बजारतिर हो कि कतातिर मलाई थाहा छैन न्यु लुक्स यो बजार हो र होइन जस्तो लाग्छ मलाई त यार थट ऊ यहाँ छ ऊ यहाँ हराउँछ है आमा एमटी रहेछ त